धेरै जस्तो व्यक्तिहरू छिटो छिटो हात साफ गर्ने गर्छन् क्या होइन। एउटा काम भ्याएर अर्को काम प्र्याक्टिस गरिहाल्ने होइन, जुन काम आफूलाई थाहा छैन त्यो काम झ्याप्प झ्याप्प हात साफ गरिहाल्ने गर्छन्। किनकि जो मान्छे कमजोर हुन्छ नि त्यो मान्छे कुनै पनि नयाँ काममा हात छुन डराउँछ क्या होइन। त्यो भएर साथीहरू, तपाईँलाई कुनै पनि चिजको प्र्याक्टिस छैन होइन, तपाईँ कुनै चिज तपाईँहरूलाई थाहा छैन भने तपाईँले त्यो चिज पहिला हात लगाउनु होला है। कुनै पनि काम हेरेर कहिले पनि सिकिन्न साथीहरू। हेर्न त जरुरी हुन्छ, तर हेर्दा हेर्दै प्र्याक्टिस गर्न पनि जरुरी हुन्छ। कुनै पनि काम, जुन काम तपाईँलाई थाहा छैन, जुन थाहा भइसक्यो भइसक्यो होइन, तर नयाँ नयाँ कामहरूको हात छुने हात साफ गर्ने गर्दै गर्नु होला। यसरी तपाईँको मनभित्रको डर हट्छ होइन। साथीहरू, धेरै जस्तो कामहरू सक्सेस हुँदैनन् किनकि तपाईँहरूले प्र्याक्टिस गर्नुहुन्न होइन। आफ्नो हातले तपाईँले प्र्याक्टिस गर्नु भएन भने नि तपाईँ कहिले पनि त्यो काम सिक्नुहुन्न। प्र्याक्टिस अनिवार्य गर्नुपर्छ है साथीहरू। धन्यवाद। भिडियो मन परेमा लाइक गर्नु होला, मलाई फलो गर्न पनि नबिर्सिनु होला। धन्यवाद।